सम्पूर्णलाई मेरो नमस्कार। आज हामी जनकपुर जाँदैछौँ छठ पूजा कसरी मनाइन्छ भनेर हेर्नको लागि। यहाँ चाहिँ मेरो छोराले जनकपुरको भाटपटिनीमा चप्पल किनेपछि स्पाइडरम्यानको चप्पल किनेपछि कसरी स्पाइडरम्यानको पोज दिन्छ भनेर देखाइरहेछ है ड्याडीहरूलाई। मजाले चर्करी मजा आयो। के चढी के हो टेम्पो बाबु त टेम्पो चढे कि यो चाहिँ भोलिपल्ट बिहान हामी चाहिँ रामले कुन ठाउँमा धनुष भाँचेर सीतासँग बिहा गरे भनेर गएको ठाउँ हो। यो चाहिँ सबै चाहिँ आफै जुन धनुष त्यहाँ खसेको थियो त्यही धनुषको आकारमा यहाँबाट ढुङ्गाहरू जस्तो केही निस्किएर पुरै धनुषको चित्र कोरिएको छैन। हामी चाहिँ यही हेर्नको लागि यहाँ पुगेका थियौँ। धनुष यो हो एउटा हाँगा झुन्डिन गइकिन मिना दिदी इमलीको बुटो रहेछ यत्रो हे राम। बाहिरबाट हेरेँ मात्रै नागाबाट चाहिँ हेरेँ मात्रै बेलुका छोपेको देखाएको थिएँ मैले। छडा छडा चप्पल हो नि भगवानको चप्पल हो नि यदि
अब के चढिके हो नि रेल यता हेरेर भन न उता हेरेर आमालाई के पड्केको पत्ता बाबु तल ठाउँमा खोज्यो होइन यहाँ ठाउँ छैन ग्याप छ छठी मैया बरत तोहार छठी मैया बरत तोहार करी क्षमा छठी मैया भूल चुक गलती हमार भूल चुक गलती छठी मैया हो साल भर से देखत रहे उनके रहिया हो 3 दिन लाई सही छठी मैया हो चढ़ी घरुआ के रथुआ पे चरण लगा के मथुआ से केहू मांगे धिया पूता केहू सुख शांति हो केहू मांगे माई के ममता केहू बर की सुहाग हो सभी जान मङ्की देख्यो बाटो आइपुग्यो अब भात खाने यहाँ मिर्ग देखेर रोकेर फोटो खिच्दैछ मिर्ग देखेर रोकिदिएको फोटो खिच्दैछ तेरो भन्नाले मङ्की देख्यो फेरि बाबु फेरि भनिदेऊ ल भन ल बाबु यता हेर मलाई मिनीलाई धन्यवाद भनिदेऊ